पल शाह अर्को चलचित्रको लागि अनुबन्धित भएका छन्। आबाट आमाको लागि पल शाह फिक्स भएका हुन्। मुख्य अभिनय रहने पल शाहको साथमा विपना थापाको पनि जोरदार अभिनय रहने भएको छ। लामो समयपछि नेपाली सिने क्षेत्रको अभावको बीचमा भने विपना थापाले कमब्याक गर्न लागेका छन्। आबाट आमामा उनी मुख्य भूमिकामा र पल शाह पनि देखिने भएको हो। निर्माणाधीन बन्न लागेको नयाँ चलचित्र आबाट आमामा भने अभिनेत्री विपना थापा अनुबन्धित भएसँगै पल शाह पनि अनुबन्धित भइसकेका छन्। उनलाई निर्देशक पन्तले केही दिन अघि मात्र यस चलचित्रको लागि स्वीकारेका हुन्। सिनेमामा झन्डै 16 वर्षको अन्तरालमा नेपाली रजपथमा फेरि आउन लागेका अभिनेत्री थापालाई पन्तको यो दोस्रो सहकार्य हुने भएको छ। निर्देशक पन्तले सिनेमा आबाट आमामा विपनाको शीर्ष भूमिका रहने भन्दै उनकै कथा परिवेशमा यो चलचित्र बन्न लागेको बताएका छन्। आमाको भूमिकामा यो चलचित्रले आमा सन्तान र विशेष गरी आमा छोराको सम्बन्ध र आमा के हो भन्ने कुरालाई प्रष्ट रूपमा बजारमा ल्याउने भएको छ। आमा शब्द आफैमा निकै भारी शब्द हो र त्यही परिवेशभित्र बसेर परिवारको कथामा चलचित्र बन्न लागेको छ। आगामी भदौदेखि छायाङ्कनमा जान लागेको यस चलचित्रमा सिनेमा काम गर्न पाउँदा आफू निकै खुसी भएको अभिनेत्री विपना थापा सहित नायक पल शाहले बताएका छन्। उनीसँग पहिलो सहकार्य हुन लागेको हो। पहिलो पटक अब पल शाह र यता विपना थापाले सहकार्य गर्ने भएको छ। अभिनेत्री थापाले यस सिनेमाको कथा सुन्दा नै आफूलाई भावुक बनाएको र काम गर्न मन लागेको बताएका छन् भने पल शाह पनि सोसल मिडिया र सामाजिक सञ्जालमा निकै लोकप्रिय अनि विशेष गरी नेपाली जनता र अहिले हेर्ने हो भने सामान्य भुइँ मान्छेको नजरमा समेत पर्ने भएकोले उनले यस चलचित्रमा काम गर्ने भएको छ। यसअघि अभिनेत्री थापाले चलचित्रमा काम गरेका थिए, मेयरको भूमिका निर्वाह गरेका थिए। त्यो चलचित्रले खासै व्यापार भने गरेको जस्तो अनुमान लगाउन सकिएको छैन। तर जे होस् चलचित्रमा अभिनय गरेको भने खुलेर तारिफ भएको थियो। लामो समयपछि सिनेमा क्षेत्रमा कमब्याक गर्न लागेका थापा र पल शाहको अब फेरि जोरदार जोडी जम्ने भएको छ। सम्भवतः यसमा उनी आमा र छोराको भूमिकामा देखिन सक्ने सम्भावना बेसी रहेको छ। आमाको परिवेशमा बनेर यो चलचित्रले बजारमा अब एउटा छुट्टै छाप छोड्ने भएको छ। सिनेमाले दर्शकमाझ राम्रो छाप छोड्न सफल भएको अनुमान अहिले चलचित्रको व्यापक चर्चामै गरिएको छ। हामीले लामो समयपछि कुनै समय लोकप्रिय रहेका नायिका विपना थापा र यति बेलाका सर्वाधिक रुचाएको अनि नेपाली दर्शकले दिएको रियल हिरोको ट्याग पाएका अभिनेता पल शाहलाई एकसाथ देख्न पाउने भएका छौँ। अहिले हेर्ने हो नि आमाको भूमिकामा विपना भए तापनि अन्य कलाकार को हो भन्ने बारे अझै छनौट हुन बाँकी छ, जसको लागि पल शाह फिक्स भइसकेका छन्। बाँकी अझै निर्माण पक्षले जानकारी दिए अनुसार छान्ने तयारीमा छन्। अन्य कलाकार र प्राविधिकहरूको पनि टुङ्गो छिट्टै लाग्नेछ निर्देशक पन्तले भनेका छन्। उनका अनुसार सिनेमा आगामी फागुन 15 गतेबाट सार्वजनिक रूपमा नै प्रदर्शन गर्ने तयारी रहेको छ। अब भदौबाट चलचित्र छायाङ्कनमा जाने भएको छ। नेपाली दर्शकमाझ एकपछि अर्को म्युजिक भिडियो र चलचित्रमा काम गरेर दर्शकलाई सदैव नजिक राखिरहेका अभिनेता पल शाहको लागि सुवर्ण अवसर रहनेछ। चलचित्र आमा आफैमा गहकिलो शब्द र आमाको परिवेशभित्र बसेर विपनाले काम गर्ने छन् भने उनलाई स्याहार सुसार सहित हुर्काई बढाएर आमा छोराको सम्बन्ध र आमा भन्ने शब्दलाई अझ धेरै मजबुत बनाउनको लागि पल शाहले काम गर्ने भएका छन्। साँच्चीकै के पल शाहले आमास भन्ने शब्दमाथि मजाले अभिनय गरेर यसको सार्थकता पूरा गर्लान् या गर्दैनन् भन्ने अर्को प्रश्न पनि रहेको छ। तर जे होस् सुरुवाती चरणदेखि नै नेपाली दर्शकको मनमा बस्न सफल नायक पल शाहले आबाट आमामा निकै राम्रो अभिनय गर्ने विश्वस्त भएको छ। तपाईँ पनि पल शाहको फ्यान हुनुहुन्छ र आबाट आमाको पर्खाइमा हुनुहुन्छ अनि आमा भन्ने शब्द तपाईँलाई पनि के साँच्चीकै हामीले भने चाहिँ गर्विलो अनि भारी लाग्छ? यदि लाग्छ भने तल कमेन्ट बक्समा कमेन्ट गर्न नबिर्सनुहोला।